यो तामसालिङ संयुक्त सङ्घर्ष समितिको आयोजनामा सम्पन्न हुन गइरहेको बृहत तामसालिङ जनसभामा सहभागी सम्पूर्ण तामाङ तथा तामसालिङ प्रदेश अन्तर्गतका युल्मो माझी चेपाङ थामी जिरेल लगायतका सम्पूर्ण अल्पसंख्यक समुदायका आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, यहाँहरू सबैलाई म सबैभन्दा पहिला हार्दिक फ्याफुल्ला लासो अभिवादन र सलाम पक्राउन चाहन्छु। आदरणीय जनसमुदायहरू, यहाँ हाम्रा पूर्ववक्ता मित्रहरूले, हाम्रा अग्रजहरूले धेरै कुराहरू राखिसक्नु भएको छ। म यहाँहरूको बीचमा त्यति धेरै कुरा गर्न गइरहेको छैन, मात्रै 5 मिनेट यहाँहरूलाई म के स्पष्ट पार्न चाहन्छु भने हामीले यो जेठको 4 गतेको दिन विगतको सबै रेकर्डहरूलाई तोड्ने गरी यो बृहत तामसालिङ जनप्रदर्शनको किन आयोजना गर्यौं? म स्पष्ट पार्न चाहन्छु, हामीले त सोचेका थियौं 2 वर्षभित्रमा नेपाली जनताले आदेश दिए अनुसार, जनादेश दिए अनुसार 2 वर्षभित्रमा जनसंविधान बनाउन नसके पनि कम से कम यो 4 वर्षमा संविधान बनाउने छ यो संविधान सभाले। हामी तामाङहरूले, लिम्बुवानका लिम्बुहरूले, किराँतका किराँतीहरूले, उपत्यकाका नेवारहरूले, मगरात तमुवानका मगर र तामाङ गुङ्गरले, थारुवानका थारुवानले माग गर्दै आए अनुसारको पहिचान सहितको संहिता प्राप्त गर्ने हामीले अपेक्षा राखेका थियौं। तर दुर्भाग्यवश यहाँ धेरै अगाडि भनिसक्नु भएको छ कि हामी सबै जनताले चाहे अनुसारको नभइकन त्यसको ठिक विपरीत आज हामीले उधारो संहिता पाउने कुरो पाइरहेका छौं। उधारो तामसालिङ पाउने कुरो गरेर पाइरहेका छौं। यो हाम्रो निमित्त सुखद होइन। यद्यपि यहाँका सुदूरपश्चिमका अखण्डको नाममा, खस ब्राह्मण दशनामीको नाममा जसरी संहिताको विरुद्धमा, जसरी पहिचानको विरुद्धमा आन्दोलन गरे, यहाँका संहितावादीहरूलाई, यहाँका पहिचानका पक्षधरहरूलाई कमजोर तुल्याउने काम गरियो र त्यो स्थितिमा संविधान आउनै नदिनु भन्दा, संविधान लेख्ने कुरोलाई थाती राखेर हामी बाहिरिनु भन्दा, हुनै नहुनु मामा भन्दा कानो मामा निगो भने चाहिँ उधारो भए पनि हामीले तामसालिङ र स्वायत्त प्रदेश पाउने कुरो गरेका छौं। तर हामीले अहिले पनि विश्वास गर्न सक्ने स्थिति छैन। तपाईँ हामी चुप लागेर बस्यौं भने, तपाईँ हामीले आन्दोलन गर्न सकेनौं भने तामसालिङका सम्पूर्ण आदिवासी जनजाति र त्यहाँका संघीयता पक्षधरहरू, त्यहाँका क्षेत्रीय ब्राह्मण जो संघीयताका पक्षमा छन्, हामी सबै एक हुन सकेनौं भने हामीले त्यो उधारो, त्यो भविष्यमा पाउने भनिएको तामसालिङ पाउने
ल्याउने सम्भव छैन। त्यसकारणले हामीले यो आन्दोलन गर्न जरुरी ठान्यौं। यो तामसालिङ हामी तामाङको मात्र होइन भन्ने कुरो अहिलेसम्म बोलिसक्दा तपाईँहरूलाई स्पष्ट भइसकेको हुनुपर्छ। तामसालिङ निश्चितै रूपमा यो तामसालिङको जनताको पहिचानको कुरा हो। यो ऐतिहासिकताको हिसाबले यो पहिचान हो। तर यो तामसालिङका सम्पूर्ण आदिवासी जनजाति, क्षेत्रीय ब्राह्मण, दलित सबैको साझा प्रदेश हो। यो नामाङ्कन एकात्मक एकल हुनुपर्दछ। तामसालिङको आदि भूमि भएको कारणले यसको नाम एकल तामसालिङ हुनुपर्दछ। तर यो बहुजातीय प्रदेश हुनेछ। तर यहाँ हामीले स्वायत्तता माग्दाखेरि, हामीले तामसालिङ माग्दाखेरि यहाँ तामाङहरूले देश टुक्र्याउन खोज्यो। हामीले अहिलेसम्म देश टुक्र्याउन खोजेका छैनौँ। यदि यहाँ संहितावादीहरूलाई कमजोर बनाएर यहाँ तामसालिङ माग्नेहरूलाई विखण्डनवादी भनेर यहाँ अरू हिन्दू, खस, ब्राह्मणको नाममा जसरी यो मुलुकमा अधिनायकवादी सत्ता सञ्चालन गर्दै आएका छन्, उनीहरूलाई बलियो बनाउने काम हामीले गर्यौँ भने हामीले सदैव निमित्त विखण्डनको निमित्त पनि आन्दोलन गर्न बाध्य हुनुपर्ने स्थिति आउन सक्दछ। तपाईँहरूले खबरदार यहाँ कोही पनि संहितावादी विरोधीहरू, संहिताका विरोधीहरू तामाङहरूलाई, गुरुङलाई, नाईलाई, लिम्बूलाई, मगरलाई, थारूलाई, गुरुङलाई विखण्डनवादी भनेर यदि नेपाली जनतालाई धोका दिन चाहन्छौँ भने त्यतिखेर हामीले यो शान्तिपूर्ण आन्दोलनमा मात्र सीमित रहनुपर्ने होइन। अघि नै साथीले उद्घोष गरिसक्नु भएको छ। हामीले त्यसको वैकल्पिक बाटो खोज्नुपर्ने बाध्यात्मक स्थिति आउन सक्दछ। त्यसकारणले आदरणीय जनसमुदायहरू, म यहाँलाई धेरै कुरा चाहन्छु। अब यहाँ अघि नै एकजना हाम्रो आन्दोलनलाई ऐक्यबद्धता जनाउन आउने क्रममा एकजना आदिवासी नेताले 14 प्रदेशको प्राण उठाउनु भयो। उहाँको संहिताको आग्रहलाई, उहाँको पहिचान प्रतिको प्रतिबद्धतालाई हामी सम्मान गर्छौँ। तर हामी तामसालिङको सन्दर्भमा हामी 14 प्रदेशको त्यो राज्य पुनर्संरचना समितिको प्रस्ताव हामीलाई स्वीकार्य छैन। किन स्वीकार्य छैन भने तामसालिङलाई खण्डित तुल्याएर, तामसालिङलाई चिरा बनाएर सुनकोशी प्रदेश जन्माएको छ, नारायणी प्रदेश जन्माएको छ। हामीलाई शेर्पा स्वायत्त प्रदेश पाउने कुरोमा आपत्ति छैन। हामी शेर्पाहरूको स्वायत्त प्रदेश प्रतिको आघात आस्थालाई हामी सम्मान गर्छौँ। तर त्यो सुनकोशी र नारायणी टुट्याएर तामसालिङलाई कमजोर बनाउने त्यो प्रस्ताव हामी तामसालिङवासीको निमित्त स्वीकार्य छैन। त्यसकारणले आदरणीय जनसमुदायहरू, म यहाँहरूबाट बिदा हुन चाहन्छु र अन्तमा के भन्न चाहन्छु भने यो आन्दोलनको हाम्रो सुरुवात हो। तपाईँहरूले फेरि पनि यहाँ विभिन्न राजावादीहरूलाई भड्काएर, संहितावादीहरूलाई एक्ल्याउने उद्देश्यले हिन्दूवादीहरूलाई उक्साएर खस ब्राह्मण समाज र दलितको नाममा पश्चिमाञ्चलको अखण्डताको नाममा या त्यस्तै अन्य अखण्डताको नाममा फेरि तपाईँहरूले यहाँका पहिचानका पक्षधर आदिवासी जनजातिहरूलाई
बदलिने उद्देश्यका साथ फेरि आन्दोलन उठाउने काम गर्नुभयो भने हामी त्यतिखेर यो शान्तिपूर्ण आन्दोलन, यो शालीनतापूर्ण आन्दोलन तपाईले कल्पना गर्ने त्यसको विकल्प कस्तो हुनेछ। त्यस कारणले यहाँ जुनसुकै तर शक्ति र तबकाका मान्छेहरू जोसुकै भए पनि संहिता विरोधी कुनै पनि गतिविधि हाम्रो निमित्त सही हुने छैन र हामी त्यसको विरुद्धमा एकजुट हुन जरुरी छ र हामी एकजुट हुन सकेनौँ भने यो अहिलेको सहमति गरे अनुसारको तोकिएको मितिभित्र पनि हामीले तामसाली प्राप्त गर्ने सम्भावना छैन। हामीले पहिचान सहितको तामसाली प्रदेश पाउन सक्ने सम्भावना छैन। त्यस कारणले त्यस्तो सबै प्रकारको षड्यन्त्र, सबै प्रकारको हरकतप्रति त्यो हरकत अप्नाउने र त्यसलाई साथ दिने, सहयोग गर्ने, उक्साउने कुनै पनि शक्तिको विरुद्धमा तपाईँ हामी सदा सदा एकताबद्ध भएर अगाडि बढ्नको निमित्त म हार्दिक आह्वान गर्दै म फेरि अन्तमा एउटा नारा लाउन चाहन्छु। हामी सबै तामसाली मान्छेहरू एक हौँ। तामसालीका सबै